मैले यो बिरा हालेको हिजो है अलि काम चलाउको लागि भइहाछ। बरेलीमा लुकाएर राखिदेऊला। यहाँनिर हामी खुर्पाको बिरा हाल्नलाई तर्खरमा छौँ आमा छोरी। सो गाइस यहाँ पर मम्मी अभी खुरपा का बीर बना रहे। ये ये सबैभन्दा कामदारी मान्छेले यहाँ ये चोट भने नलगाउनु भयो। सो साथीहरू यहाँनिर हाम्रो कद्दु पाकेर रेडी हेर्न सक्नुहुन्छ यति मिठो। मम्मी यहाँ पर खाना खा के बर्तन धो रहे। हेलो गुड मर्निङ साथीहरू, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा फेरि पनि है। अहिले चाहिँ 10 बज्न लागिसकेको छ, पौने 10 भएको छ। अनि मैले चाहिँ आमा चाहिँ हिजो गाउँ बस्न जानुभएको थियो आन्टीसँग। अनि मैले चाहिँ बिहान उठेर झारसारू मारेर भाँडासाँडा धोएर खाना बनाएर अहिले चाहिँ रेडी गरेको छु। अनि आमा चाहिँ आएर गाईहरू धोएर भाइ र सारेर अनि मुही बनाउन लाग्नु भएको छ। अनि भाइ चाहिँ फेरि बिहानै उठेर दाउरा छिर्न गएको थियो पर। हिजोको त्यो के भन्छ नास्पातीको बचेको थियो, त्यो चिरिसक्यो होला सायद। अनि अहिले फेरि उत्तिस ढाल्न जान्छु भनेर गएको छ। अनि ढालिसकिसकेन, म देखाउने छु। अहिले म पनि जान लागेको छु है। सो बनिरहनु होला, आज दिनभरि के कस्तो हुन्छ सबै चिज देखाउने छु है त साथीहरू। सो साथीहरू, म चाहिँ बाबुलाई खोज्दै खोज्दै आएँ परबाट। कहाँ गए मिलन र बाबु भनेको त? बाबु त यहाँ त क्लासभित्र आएर गीत गाउँदै बसेको रहेछ। अनि यो क्लासको चाहिँ आवाजहरू गुन्जेर अनि गीत पनि राम्रो सुनिदिँदो रहेछ के। गाता गाता कुन गीत गाउँदै थिइस्? गा। झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुत्तुकै भएमा। झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुत्तुकै भएमा। मृगनयनीले मानमा मोहनीलायो, रातको निदरी दिनमा हुसै उडायो। बरेलीमा लुकाएर राखिदेऊला, सपनीमा आए तिमी साथ दिनु। जुन तारा तिम्रो लागि सजाइदेऊला, जुन किरी बनी तिमी नाचिदिनु। झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुत्तुकै भएमा। झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुत्तुकै भएमा। सो कस्तो लाग्यो तपाईँहरूलाई साथीहरू? यसो कमेन्ट गर्नु होला है त। हेलो, आपको भी हेलो और आपको भी हेलो। ओ नया सदस्य, आपको तो बहुत बहुत क्यूट वाला हेलो। सो साथीहरू, हामी जाँदैछौँ दाउरा काट्न। मैले यो बिरा हालेको हिजो है अलि काम चलाउको लागि भइहाछ। सो गाइस, हम पहुंच चुके हैं उत्तिस ढलाने वाले रुख के पास। ये ढलाना है, कितना बड़ा है। दांते आरा से कर रहे हैं अब इसका काम तमाम। पहले से ही हुआ है मम्मा, ये तो पहले से ही हुआ है थोड़ा जैसा। रहस त यसले हुन्न के ढल्न लाग्दो। मतलब ढल्न ढल्न पेड़ गिराने की कोशिश। मिलन फेरि यहाँ चिप्क्या तल उता जान्थ्यो कि भनेको तलमै जाने भयो। गयो 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 गयो। गइरह जानु त, बिस्तारै गइरह के पट्केर। ऊ त्यहाँ फेरि उठिरहेको कोला छ अनि धुरे खान नि बस्या अलि मारी माग्छ। गयो 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 गयो। ए तलमा गयो नि। ये सबैभन्दा कामदारी मान्छेले यहाँ सिक्नुपर्छ सबै काम। गर
चोट भने नलगाउनु भयो। यता जब मिलनले तान्छ नि तब हल्का छ हातले छोड्दे, फेरि मिलनले यताबाट गराउँदाखेरि त हल्का जोरले उता खिच। सो साथीहरू हामीले चाहिँ 29को हाँगा मात्रै बनाएँ मैले है। अनि यो तल गएको छ पुरै यहाँबाट यसरी है, हेर्न सक्नुहुन्छ। यहाँनिर यो नास्पतिको हिजो काटेको इट्टी भएको छ एउटा नास्पतिको। यहाँनिर चाहिँ एकदमै आँखा भएको कारणले चिर नसकेर यहाँ फालेखा भाइले। मेरो बाबु चाहिँ सुन्तला खान्छ र तर टङ्गे खा नगर भन्दा मान्दैन, अहिले काँडा बिच के हुन्छ। आइज के छैन, आइज। काँचो बेलाउथ्यो के मिठो मान्यो टर्रो। बेलाउ टिप्दियो भनेर सुन्तला टिप्दियो रे, पर सुन्तला छैन बेलाउ पनि काँचो टर्रो घाँटी लाग्छ चबाउँदा पनि। सो साथीहरू अहिले चाहिँ मैले तरकारी बनाउँदैछु, यो चाहिँ गाबा है। मैले चाहिँ मस्तै बनाइदिन्छु, आमाले अब मार्नुहुन्छ मलाई। यतिका बनाइदिन्छु, यो चाहिँ उम्लिँदैछ। अनि त्यसपछि भात बनाउने हो है। बाहिर चाहिँ कद्दु बन्दैछ, कद्दु बनिसकेपछि त्यही भाँडोमा भात बनाउने हो। सो साथीहरू यहाँनिर हाम्रो कद्दु पाकेर रेडी, हेर्न सक्नुहुन्छ। यति मिठो होला भन्ने चाहिँ देखेको छ, खाएको चाहिँ छैन मैले अहिले। यहाँनिर भात पाक्दैछ, टाइम भनौँ भने 2:15 भइसकेको छ। साथीहरू कद्दु खाएर हेरौँ कस्तो छ। यो चाहिँ लास्टै कद्दु हो अरे, अब अर्को सालै हो होइन। यम्मी। सो गाइस यहाँ पर मिलन जा रहा है अपने बॉय के घर, और वहाँ पर बॉय उसको छोड़ने के लिए जा रहे हैं ऊपर से। बाय मिलन। मम्मी यहाँ पर खाना खा के बर्तन धो रहे हैं। गाइस अभी हम जा रहे हैं दुकान, और यहाँ पर शुभम चिल्ले रोटी खा खा के जा रहा है। चिल्ले रोटी पसंद है ना, मेरे को चिल्ले रोटी पसंद है ना। और मैं हूँ यहाँ, और यहाँ है कुत्ता, पता नहीं किसका कुत्ता है, चिल्ली रोटी मांग रहा है। टल्लो तो साथीहरू हामी चाहिँ दोकान गएको थियौँ एकछिन, अनि आइसक्यौँ। बाबुल चाहिँ यहाँ के खाइरहन्छ। आज चाहिँ मजा आइयो भन्छ, के खाएर माइजूले पनि किनिदिनु भयो भाउजूले है। अनि आज चाहिँ दिनभरि लाइट नभएर भिडियो पनि त्यति लामो केही पनि बनाउन पाइनँ। चार्ज सकेको थियो, अनि भिडियो राख्नलाई वाइफाई पनि कनेक्ट भएको थिएन, किनकि लाइट थिएन है। लाइट भएपछि मात्रै वाइफाई आउँछ। सो त्यही हो साथीहरू, आजलाई चाहिँ यति नै छोटो भिडियो भएको छ र त्यही पनि राखिदिनेछु। सो हेर्नु होला है त।